हेर्नुहोस् न साथीहरू, कस्तो अचम्म के यस्तो जमाना पनि आइसक्यो। कि त भने म गाउँमा जन्मेको मान्छे, एउटा राम्रोसँग गाउँमा टेलिभिजन पनि थिएन मेरो घरमा। टिभी त थियो, त्यो टिभी पनि ब्ल्याक एन्ड व्हाइट थियो। साह्रै पुरानो जमानाकी पनि होइन, साह्रै नयाँ जमानाकी पनि होइन म। तर पनि पानीको बिजुलीको व्यवस्था भएको गाउँ मेरो, जहाँ म जन्मेकी थिएँ, त्यो भन्दाखेरि पक्कै पनि थाहा भइसकेको होला मेरो साथीहरूलाई, जुन मेरो गाउँठाउँमा जन्मेको त्यो हो कि पाल्पा अर्गेलीलाई। हेर्नुहोस् है, तर त्यस पाल्पा अर्गेलीको ठाउँमा जन्मेकी म, जहाँ मेरो घर ब्ल्याक एन्ड व्हाइट टिभी थियो, अनि त्यो टिभी हेर्नलाई तछाड मछाड गरेर काम गरेर भएपछि पालो आउँथे हेर्नलाई। त्यसमा पनि कहिले हजुरबुवाको सो त कहिले बुवा आमाको सिरियल त कहिले मेरो मनपर्ने, तीनवटा थिए। त्यसमा पनि हामीले पालैपालसँग सबैले मिलाएर हेर्ने गर्थ्यौँ। आज म यो भाग्यको खेल भनौँ कि यो मेहनत भन्ने भने मैले काम गरेकी छैन राम्रोसँग। यो सबै मेरो भाग्यको खेल। त्यो श्रेय क्रेडिट कसलाई जान्छ भन्दा अल क्रेडिट गोज टु माई हस्बेन्ड। हि इज भेरी हार्ड वर्कर, हि लभ हिज फ्यामिली, हि gave me beautiful life, and he bought the new car for me as a gift. I did not add my any money to him to buy that car. So यो कुरा गर्दा गर्दै हजुरहरूसँग धेरै नलभाम, मैले चाहिँ यसको बारेमा खास कुरा गर्न आएको हो। अहिले चाहिँ मेरो श्रीमानले, मलाई यो देखाउनै मन लाग्यो है हजुरहरूलाई पनि नयाँ कार किन्ने सोचमा हुनुहुन्छ भने, यो चाहिँ मेरो कारको 2026 को ऱ्याम्स 4 अनि अहिलेको टोयोटाको हो। यो चाहिँ मैले त्यो कार किन्दाखेरि पाएको हो। यो चाहिँ के हो? यो कार्ड हेर्दा कार्ड हो है, तर यो कार्ड होइन कि यो की हो। यसले कीको काम गर्छ, हेर्नु न। अब यति सिस्टम राम्रो कि यसमा, यो अहिले नयाँ कारमा तपाईँलाई अब कारको की 2टा की छन्, त्यो की लिएर हिँड्न बिर्सिनुभयो भने, यो वालेटमा राख्नुभयो भने यसले ट्याप गरे मात्रै पुग्छ अनि गाडी स्टार्ट हुन्छ। यो अचम्मको, जहाँ कि मैले मेरो लाइफमा कार भन्ने किनेको छैन र कारको बारेमा धेरै आइडिया पनि थाहा छैन। अनि यो कारमा, अहिले किनेको नयाँ कारमा मेरो बुढाले मलाई दिँदाखेरि यो यस्तो पाउँदाखेरि म त अचम्मै लाग्यो कि कस्तो जमाना आयो है, कस्तो छ अहिले। हेर्नुहोस् त, कति टेक्नोलोजीमा कति भइरहेको छ, डेभलप भइरहेको छ। हेर्नुहोस् न, यस्तो छ यहाँ। तर हाम्रो देशमा अझै पनि खै राजनीतिकले गर्दाखेरि राम्रो व्यवस्थापन हुन सकेको छैन, जनताहरूले सुख पाउन सकेको छैनन्। जनताहरू अझै स्वास्थ्य शिक्षामा नै पछाडि परिरहेका छन्। के गर्ने? किन भन्दा देशको सरकारले गर्दाखेरि। राम्रो सरकार भएको भए, जिम्मेवारी सरकार भएको भए आज हाम्रो देश पनि केही अगाडि हुन्थ्यो। अहिले यहाँ हेर्नु कति अगाडि छ। यस्तो बनाइसके हाम्रो देशमा। एउटा सिटामोल खानलाई, अनि फेरि गाउँमा बिजुली बत्ती अझै पुगेको छैन, रोडहरू पुगेको छैन, स्कुलहरू छैनन्, अझै गरिबी छ, अझै स्वास्थ्यमा कति गाह्रो छ। किन भन्दा मिडल क्लासका फ्यामिलीले, गरिबले त त्यहाँ गएर दबाई पानी गर्न पनि नसकिने अवस्था छ। त्यो देख्दा साह्रै दुःख लागेर आउँछ। के गर्ने? मैले कार चलाएँ, यहाँ यस्तो मैले कार्ड स्टार्ट गर्नलाई यो कार्ड युज गरेको छु भन्दै उता मेरो देशको पनि मलाई धेरै दुःख लाग्छ कि। त्यही भएर के गर्ने? तर पनि हेर्नुहोस्, अहिले त हजुरहरू त्यस्तो सोचमा, कार किन्ने सोचमा हुनुहुन्छ भने अहिले नयाँ कार किन्ने